हे मेरो दार्जिलिङको ड्राइभर भाइहरू साथीहरू हेर्नुहोस् है बाहिर अमेरिका आयो भने यहाँबाट चाहिँ फर्किनु पर्छ है कतिरहेको छ यो लुहाको पुल छ नि दुधियामा त्यो बाङ्गे बजारको अगाडि त्यहाँ चाहिँ यस्तो भइरहेको छ है बाहिर अमेरिका आयो भने सबैजना सतर्क गर्नु बाहिर अमेरिका चाहिँ नआइदिनु अहिले पानी पुरा बढेर आइरहेको छ भोलिसम्म त पानी कम्ती भइहाल्छ होला तर पुल चाहिँ खतम भइसकेको छ तपाईँलाई म यतापट्टि गएर देखाउँछु कि तपाईँले हेरिदिनुहोस् यताबाट पानी भएको चाहिँ यस्तो पुलको हालत पुरा खराब छ मेरो दाजुको ड्राइभर साथीभाइहरू हेरिदिनुहोस् भोलि चाहिँ बाहिर मिरिक नआइदिनुहोस् होला बाटो चाहिँ बन्दै हुन्छ भोलि पनि किन पानी चाहिँ कम्ती भइहाल्छ होला तर पुल चाहिँ भोलि बनिन्छ त टाइम लाग्छ पुल बन्नु चाहिँ ल साथीभाइहरू थ्याङ्क यू तपाईँहरूलाई राम्रो लाग्यो भने सेयर गरिदिनु कमेन्ट गरिदिनु यो चाहिँ हेरिहाल्नुहोस् लाग्छ होला हप्ता महिना लाग्छ होला यो पुल बन्नु